दर्शकहरू नमस्कार। आज गाई जात्रा र गाई जात्रा विशेषका क्रममा आज हामी हनुमान ढोका दरबार क्षेत्रमा आइपुगेका छौं र यहीँबाट गाई जात्रा विशेष कार्यक्रम सञ्चालन गर्नेछौं। गाई जात्राका क्रममा मानिसलाई नै गाईको रूपमा सिँगारिने गरिन्छ र गाईलाई पनि नगर परिक्रमा गराउने गरिन्छ। यतिखेर यहाँ फलफुल तथा केही खाद्य सामग्री पनि वितरण गरिरहेका छन् र हामी उहाँहरूसँग पनि कुराकानी गर्नेछौँ। हजुर, हामीले यो गाई जात्राको गाई त्यो मरा सोरा हुँदाखेरि बाँडिदिने हाम्रो यो छ चलन, केही बाँडेर बसेको। तपाईँहरूको परम्परा के हो अलिकति बताइदिनुहोस् न। अरे परम्परा भने चाहिँ यो हाम्रो वर्ष दिनमा मान्छे भएको उमा होइन, वर्षको उमा गरिन्छ। यो सांस्कृतिक रूपमा यसको महत्त्व किन छ भन्नुहोस् त। यो महत्त्व किन छ भने यो हाम्रो नेपाली कल्चर अनुसार यो परम्परादेखि नै यो हाम्रो यो गाई डुलाउने एउटा संस्कार छ। यो चाहिँ जस्तो अब मरेको घरबाट सक्नेले अब गाई नै लिएर चाहिँ गाई जात्रा चाहिँ यो महोत्सवमा हामीले यो हनुमान ढोकादेखिको यो सङ्कटा मङ्काल यो पुरै यो सहरी क्षेत्र परिक्रमा गर्नुपर्छ। सक्नेले बाजागाजा सहित, नसक्नेहरूले एउटा कस्तो भने हाम्रो यो जोगी गाई निकालेर यो परिक्रमा गराएपछि हाम्रो चाहिँ यो मरेको घरबाट एउटा पुण्य कमाउने एउटा परम्परादेखि हाम्रो चलिआएको हो गाई जात्रा। आज बिहानदेखि बेलुकासम्म नेवार संस्कृतिको एउटा ठुलो चाड पनि भनिन्छ। कसरी मनाउँछ यो कस्तो भने सहरी यो नेवारीवासीहरूले कस्तो भने अब उनीहरूको झन् एकदमै राम्रो हुन्छ। एकदमै राम्रोसँग उनीहरूले चाहिँ बिहानैदेखिको एउटा दान गर्ने एउटा संस्कार छ। त्यो बिहानै आफ्नो घरमा अब यो सेलरोटी मालपा सहित सबै गेडागुडीहरू सबै हिजो क्वाँटी खाएदेखिको क्वाँटी चाहिँ यो चिसो जाओस् भन्ने किसिमले गरिन्छ भने गाई जात्रा चाहिँ यो कस्तो भने यो हाम्रो यो मर्नेहरूको घरबाट उहाँको आत्मा चाहिँ अलि राम्रो होस् भनेर चाहिँ बाजागाजा सहित उहाँहरूलाई सम्मान गरिन्छ, दान गरिन्छ। त्यही हो। गाईलाई नै मुख्य रूपमा सिँगार्नु पर्ने अथवा गाईकै प्रतिमा चाहिने कारण चाहिँ के हो? यो चाहिँ अब नेवारी कल्चर अनुसार चाहिँ गाईलाई नै एउटा गाई जात्रा भन्ने एउटा परम्परा छ। गाईलाई निकाल्दाखेरि चाहिँ जस्तो गाई दान गरिन्छ भनेर भनिन्छ नि, गाईलाई डुलायो भने चाहिँ धेरै हाम्रो यो कल्चर अनुसार धेरै नै राम्रो हुन्छ। दर्शकहरू, यतिखेर गाई जात्रा विशेषका कार्यक्रममा हामी दुईजना व्यक्तिसँग कुराकानी गर्न गइरहेका छौँ। गाई जात्रा किन मनाइन्छ? अब यो एउटा त परम्परा हो है हाम्रो, विशेष गरेर अब पुरानो अनुसार आफ्नो स्वर्गीय कोही भएपछि होइन उहाँको चाहिँ राम्रो उसको लागि बैठर्ने टर्नको लागि होइन यो गाई जात्रा मनाउनु चलन छ। मेरो विचारमा गाई जात्रा हाम्रो पितृहरू मरेको मान्छेलाई एउटा सम्झना स्वरूप, अब मान्छे मरेपछि त त्यो घरमा शोक हुन्छ, त्यो शोकलाई निवारण गर्नको लागि मेरो मात्र होइन रहेछ, यतिका मान्छे मरिराखेको रहेछ भनेर यो समूहमा गाई जात्रा मान्दाखेरि सबैको मनमा मेरो मान्छे मात्र मरेर रहन्छ, सबैको मान्छे मर्दो रहेछ, आएपछि जानुपर्ने रहेछ, भावनालाई विकास हुन्छ र शोकलाई शक्तिमा बदलिन्छ कि भन्ने हिसाबले मानिएको हो कि। दर्शकहरू, गाई जात्रा यसै पनि हास्य व्यङ्ग्य मार्फत गरिने एउटा कला हो र गाई जात्राको अवसरमा गाईलाई सिँगारिन्छ, गाईको प्रतिमा बनाइन्छ, घर घरबाट गाईको प्रतिमा निकालेर यो क्षेत्रमा ल्याएर डुलाइन्छ र आफ्ना मृतक भएका दिवंगत भएका व्यक्तिहरूको सम्झनामा गाई जात्रा मनाउने गरिन्छ। दर्शकहरू, गाई जात्राको अवसरमा मानिसलाई गाईको प्रतिमाको रूपमा सिँगारेर यसरी गाई जात्रा मनाइरहेको छ र गाई जात्रा प्रताप मल्ल राजाको पालादेखि सुरु भएको हो। मल्लकालीन राजा प्रताप मल्ल कि श्रीमती शोकमा परेकी थिइन् र उनको छोरा को मृत्यु भइसकेपछि राजा प्रताप मल्लले नगरबाट गाईको प्रतिमा स्वरूप रानीलाई हँसाउने भन्दै यसरी गाई
जात्राको सुरुवात गरेका थिए र आज पनि गाई जात्रा उत्तिकै सान्दर्भिक छ, उत्तिकै मानिसहरूको भिड हामीले यहाँ देखिरहेका छौँ र गाई जात्रा मनाउने क्रममा हामी यतिखेर रहेका छौँ र यो बसन्तपुर हनुमान ढोका दरबार क्षेत्र हो र गाई जात्राका क्रममा यहाँ विभिन्न खाद्यान्नहरू पनि वितरण गरिरहेको छ र हामी देख्न सक्छौँ दृश्यमा साना साना केटाकेटीलाई गाईको प्रतिमाको रूपमा सिँगारिएको छ र निकै आकर्षक र निकै रमणीय वातावरण बनिरहेको छ यतिखेर हनुमान ढोका दरबार क्षेत्रमा र हामी प्रत्यक्ष रूपमा तपाईहरूलाई यो दृश्य देखाइरहेका छौँ र गाई जात्राको अवसरमा यतिखेर यहाँ निकै भिड पनि बढ्दै गइरहेको छ र हामी प्रत्यक्ष रूपमा न्युज 24 टेलिभिजन मार्फत तपाईहरूलाई गाई जात्रा देखाइरहेका छौँ। गाई जात्राको विशेष अवसरमा यतिखेर हनुमान ढोका दरबार क्षेत्रमा छौँ। हाँसौँ अनि हँसाउँ भन्ने मूल मन्त्रका साथ गाई जात्रा पर्व मनाइँदै आएको छ र यतिखेर हामी गाई जात्रा विशेषका क्रममा छौँ र यहाँ देख्न सक्नुहुन्छ गाई जात्राका अवसरमा उल्लेख्य भिड पनि बढिरहेको छ र गाईको प्रतिमाको स्वरूप गाईलाई सिँगारेर नगर नगरबाट गाईको प्रतिमा निकालेर गाई जात्रा मनाइरहेको छ र हामी यतिखेर गाई जात्राको क्रममा यही बिदा माग्न चाहन्छौँ र क्यामेरा पर्सन नवराज श्रेष्ठलाई धन्यवाद। हामी निरन्तर न्युजमा छौँ।